सो गाइस मैले चाहिँ दाउरा घरमा पनि ल्याइसकेँ होइन। म चाहिँ यहाँ घरमा आइसकेको छु होइन। अनि त्यो अब खोल्नामा पुऱ्याउनु पर्ने हुन्छ। हल्का पहेँलो भइरहेछ ढले गाइस ढल्यो फिनिसिङ हान्नु। सो हेलो गाइस वेलकम टु माई ब्लग। मेरो ब्लगमा सबैजनालाई स्वागत छ। अनि आज मैले फेरि ब्लग लिएर आइसकेको छु होइन। अनि आज म चाहिँ छोटो घाँस लिएर आएर यहाँ बसिरहेको छु। साह्रै चर्को घाँस लागिरहेको छैन आज चाहिँ। त्यही हो। अनि के गर्नु मालिक हल्का मलाई सताइरहेको छ। त्यो भनौँ अनि देख्नु सक्नुहुन्छ। सो म देखाउँछु आज हाम्रो चाहिँ यहाँ अस्तिको सुँगुर चाहिँ काटिसकेको छ होइन। त्यसलाई चाहिँ हामीले अस्ति चारामदेखि पारेको छौँ। त्यही भएर अहिले चाहिँ यहाँ छैन सुँगुर होइन। त्यही हो। म चाहिँ भात खान्छु। ब्लगहरू हेर्दै गर्नु होला। सो आज के गर्नुपर्ने हुन्छ होइन काम त्यसको त्यही भरे देखाउने छु। आज के काम गर्नुपर्ने हुन्छ भरे देखाउँछु म है त। हेर्दै गर्नु होला। यो चाहिँ मकैहरू बढिसकेछ होइन। अब 1-2 महिनामा खाने बेला यो मकैहरू 1-2 महिनामा खाने बेला पनि हुन्छ होइन। त्यही हो। यो कुखुराले चाहिँ मलाई ज्याक खानु खोज्छ। कुखुराले चाहिँ साह्रै ठुङ्छ। सो भरे हेर्नु होला है भरे अब। सो गाइस अब चाहिँ म दाउरा लिनु जानुपर्ने हुन्छ होइन। तल भने पर दाउरा ल्याउनु जानुपर्ने हुन्छ। सबजना भेट्नुलाई सो गाइस देख्नु सक्नुहुन्छ डोको। अब म चाहिँ जानुपर्ने हुन्छ होइन दाउरा ल्याउनु। त्यहाँ चाहिँ मम्मीले काट्दैछ म चाहिँ बसार्छु। गाइस म चाहिँ यहाँ आइसकेको छु। यही ल्याउनु होइन मम्मी डोको। सो यहाँ चाहिँ मम्मीले दाउरा काट्दै हुन्छ होइन। अनि मैले त नि एउटा मात्रै लिएँ त नि। सो म चाहिँ ओसार्छु। के अरे मेरै हुन्छ क्या मेरो क्यामेरा कता मम्मीले यहाँ काट्नुहुन्छ होइन। म यहाँको हालिहाल्छु। चाहिँ डोको हो मेरो। शान्ता माझीले कोला लिएर पकाउनु भन्दै थियो कि अनि सीमा तरामा जानुपर्छ। एकजनाले घाँस ल्याउनुपर्छ एकजनाले दुईजनाले घाँस ल्याउनुपर्छ। सो गाइस मैले चाहिँ बारी हालेर हालिसकेको छु। अब चाहिँ जाँदैछु। यहाँ अलिक अप्ठ्यारो छ बाटो होइन। देख्नु सक्नुहुन्छ बारी चाहिँ मम्मीले टुक्राउँदैन हुन्छ है त। अब मम्मीले टुक्राउनुहुन्छ म बोक्छु है त। अब चाहिँ गइँदैछ स्ट्रक्चर बाटो छ। यताबाट घुम्नुपर्छ होइन म। सो त्यही हो म बोक्छु है दाउराहरू। सो गाइस मैले चाहिँ दाउरा घरमा पनि ल्याइसकेँ होइन। म चाहिँ यहाँ घरमा आइसकेको छु होइन। अनि त्यो अब खोल्नामा पुऱ्याउनु पर्ने हुन्छ। त्यो अब भयो हाम्रो खोल्मा। अब म हल्दियो अब यहाँ थुपार्छु म। गाइस मेरो चाहिँ क्यामेरा आफै अफ हुन्छ क्या गाइसहरू। के भएको क्यामेरा अफ आफै हुन्छ। अल्झ्यो
दाउरा लिएको छु होइन गाइस। अब चाहिँ 2-3 भारी बोकेर चाहिँ घाँस पनि काट्नु पर्ने हुन्छ होइन। घाँस काटिएन भने घाँसै पुगेको छैन। सो यो फेरि म जान्छु 1-2 भारी लिएर मात्रै होइन, म फेरि बनाउँछु। सो त्यही हो। सो गाइस अब चाहिँ हाम्रो लास्ट भारी हो होइन। अनि मैले मम्मीलाई पनि ल्याइदिएको छु डोको। हामीले चाहिँ अब एक भारी लगेर मम्मीले निकाल लानुहुन्छ। अनि यो लास्ट लगेर चाहिँ हामी घाँस पनि काट्नु पर्ने छ, घाँस पनि काट्नु पर्ने हुन्छ होइन। सो हामीले यहाँ तल हामीले गेट्दै हुन्छ। सो त्यही हो गाइस है। आयो होइन अघि मैले यहाँ काट्दै देख्न सक्नुहुन्छ गाइस। म हरिभरि यो बारीहरू हेर्नु यस्तो क्या दामी भ्यू दिइरहेछ बारी क्या हरियो क्या। अब तल सिक्कल लिएर आउनु पऱ्यो। सो अब चाहिँ लानुपर्ने हुन्छ एक बारी लास्ट बारी है। गाइस ल्यायो है, त्यो चाहिँ लास्ट बारी भनौँ होइन। हामीले यति गएको अनि अब चाहिँ म चाहिँ घर पनि आइसकेँ, किरमिरे भयो फेरि। सो अब घाँसमा जानु पर्ने हुन्छ अब है। सो गाइस चाहिँ अब चाहिँ म होइन यहाँ आलु पकाउँछु खाजा होइन। खाजा खाएर जानुपर्ने हुन्छ, यहाँ आगै छैन रहेछ। सो अब चाहिँ म आलु पकाउँछु है। आलु ल्याउनु जाँदैछु म चाहिँ होइन। चाहिँ यहाँ तलमाथि यो आलु चाहिँ होइन हाम्रो सो यति पकाउँछु म है। पकाउनु हुँदैन त। सो अब चाहिँ पकाउनु जाँदैछु आलु है त। सो गाइस अब चाहिँ घाँस ल्याउनु जानुपर्ने हुन्छ होइन। म चाहिँ अब गएको, मम्मी चाहिँ अघि गइसक्नु भएको छ। अनि मैले चाहिँ सानो डोको भएको छु होइन, किनभने त्यहाँ चाहिँ कोला ल्याउनु छ। त्यहाँ काटेर कोला काटेर होइन ल्याउनु पर्छ। सो अब चाहिँ घाँस काटेर पनि म कोला ल्याउँछु, मम्मीले घाँस ल्याउँछ त्यो। A few moments later. सो गाइस अब चाहिँ हामी यहाँ घाँस काट्नु पर्ने हुन्छ होइन, देख्न सक्नुहुन्छ। कस्तो त्यस्तो चार हुन्छ। सो अब चाहिँ हामी घाँस काट्नु पर्ने हुन्छ होइन। 2टा सिक्कल छ, डोको चाहिँ एउटा मात्रै हो, मम्मीले बोक्छ। म चाहिँ यसमा कोला हालेर लानुपर्ने हुन्छ है। उतामाथि छ कोला चाहिँ। सो अब चाहिँ काट्नुपर्ने हुन्छ। यो पर बाइक देख्नु सक्नुहुन्छ होइन, सुरेन्द्र। सो त्यही हो। सो हाम्रो चाहिँ यहाँ भारी राखेर गाई चाहिँ अब चाहिँ कोला ल्याउनु जानुपर्ने हुन्छ हामी होइन। त्यो वन कोला भएको त्यो मोटो मोटो सानो सानो खालको त्यो कोला लिएर जानुपर्ने हुन्छ होइन। यहाँ चाहिँ मम्मीले डोको बोकिरहनु भएको छ। म चाहिँ यो कोला बोक्छु, मम्मीको चाहिँ घाँसको बारी पुऱ्याएको, मम्मीले घाँस बोक्नुहुन्छ। त्यो चाहिँ गाइस त्यहाँको नजाराहरू रात पनि बनाएर घर देख्नु सक्नुहुन्छ होइन। छेउै घर हो। कहाँनिर छ है। सो अब जानुपर्ने हुन्छ है त। गाई चाहिँ हामी चाहिँ आयो, यही केरा हो हामी चाहिँ लानु आँटेको। यहाँ पाकेको त छैन, हेर्नु सक्नुहुन्छ। अब गइँदैछ त्यसलाई छ्याक पार्नु। अनि
अनि यो कस्तो घरको अरे यो मजा उसको बुङ्गा पनि लाँदा हुन्थ्यो होला त मलाई सब्जी हो यसको हुँदैन हुन्छ हो भनेर यस्तो ल्याउने उयो मात्रै लानु कोलास मात्रै सो मम्मीले चाहिँ ढाल्नुहुन्छ अब होइन म चाहिँ यहाँ क्यामेराम्यान बस्ने हो ज्याम हान्नु न पहेँलो भइरहेछ गाईचहरू यहाँ चाहिँ हल्का पहेँलो भइरहेछ कता यो खोले हुँदैन होला यसको उयो हुन्छ उधै ढलोस् ढले गाई ढल्यो फिनिसिङ हान्नु त्यो पत्ता चाहिँ घाँस लानुपर्छ अब फिनिसिङ नहान्नु भएको फिनिसिङ त्यो गाई चाहिँ लाकै हो मान्छे होइन डोको चाहिँ माथि लिएर केरा चाहिँ उधो ढलिदिएर है यो पत्ता बोक्नु न पत्ता घाँस जनै लाएर हेलौँ त खोज्छ नि त छामौँ न पाएको छैन यहाँ त पहेँलो भएको जस्तो छ त छिट्टो पाक्छ ल अब म यो डोकोमा हालेर लान्छु गाईचहरू है कोलाहरू छैन पाएको लानु यस्तो हरियाली कोलाहरू है तलको माछालाई घाँस पनि बोक्नु हो यो मानु यो यता फर्काएर हाल्नु त हो यता हो यो अर्कोबाट हाल्नु न यहाँ चोपले अहिले फेरि अहिले त भात थिएन कि नि पकाउने बेला चोपहरू सबै उयो हुने भयो नि ल उयो घाँस नलानु सो अब चाहिँ लानुपर्ने हुन्छ गाइज उचाल्नुहुन्छ र अब चाहिँ खोला देख्नु सक्नुहुन्छ गाइजहरू है तपाईँलाई लगेर पकाउनु पर्ने हुन्छ है त्यही हो A few moments later. गाइज मैले चाहिँ घरमा पनि ल्याइसकेँ यो खोला होइन अनि अब चाहिँ यो चाहिँ पकाउनु पर्ने हुन्छ होइन यो खोला पकाएर होइन मम्मीले अब घाँस पनि ल्याइयो मम्मीले घाँस ल्याउँदै हुनुहुन्छ होइन सो आज ब्लग यति हो लाइक एन्ड सब्सक्राइब गर्नु होला यो चाहिँ अनि मिमीले अब चाहिँ यो सब एक्लै हामीलाई नदिने अरे मिमीले सो आज ब्लग यति लाइक एन्ड सब्सक्राइब गर्नु होला भेट्नुपर्छ अब नेक्स्ट ब्लगमा